तपाईलाई पनि यो कुरो थाहा होला तपाई कति बेचेको थियो तपाईलाई याद छ अफिसमा सुबाट भनेपछि 1000 केडीमा बिक्री भएको अब मेरो लास अब नेपालै जान्छ जस्तो नै लागिसकेको थियो कि त्यतिसम्मको मेरो त्यो उ भएको थियो कि त्यहाँ भनेपछि एउटा आत्मा पनि हारिसकेको अवस्था थियो मन पनि मरिसक्यो आज म नेपालमा आउँछु भने सोचेको पनि थिएन अनि 3 महिनासम्म अफिसले पनि सुन्नु भएन मेरो कुरा अनि एजेन्टले पनि सुन्नु भएन त्यहाँदेखि चाहिँ म उहाँ दाइसँग सम्पर्क भएर म चाहिँ आज केस लगाएर यसलाई चेक हालेपछि बल्ल अरु एजेन्टहरु चाहिँ सतर्क हुन्छ कि भन्ने हजुर के छ के भन्छ भोक लाग्यो भनेर फोहोर खाना हुँदैन हजुर दुःख पाए भनेर जस्तो सुकै परिस्थितिमा जहाँ पनि हामफाल्ने भन्ने हुन्न हैन हजुर त्यसकारण पनि कुवेतको एजेन्टसँग चाहिँ हाम्रो राम्रोसँग कनेक्सन नभएको भए हजुर जो अघि जे गर्ने गर्नु भन्ने चाहिँ अहिले जेलमा हुन्थ्यो हजुर एउटा खाता होइन दिनु न उहाँलाई दिनु न खाता मेरो यो झर्नु भयो क्या धेरै गर्दैन म त खै त नमस्कार दर्शकवृन्द आज पनि हामी आधा रातमा एयरपोर्टमा छौँ आज पनि राष्ट्रिय ट्रेड युनियन महासङ्घका प्रतिनिधिहरूले चाहिँ कुवेतमा अलपत्र भएर बसेका चेलीलाई उद्धार गर्नुभएको छ त्यसैगरी म यता लेफ्ट साइडबाट म नाम गर्न चाहन्छु राष्ट्रिय ट्रेड युनियन महासङ्घका प्रतिनिधि फुर्पा दोर्जे मुक्तानलाई स्वागत गर्न चाहन्छु त्यसैगरी उहाँ प्रीतको चाहिँ जसरी उहाँले दिनरात नभनिकन खटेर बहिनीलाई निकाल्नको लागि आग्रह गर्दै हरेक अफिस धाउँदै हिँड्नुभयो दिदीलाई पनि एकदम स्वागत गर्न चाहन्छु त्यसैगरी बहिनी हुनुहुन्छ आज उद्धार भएर आउनुभएको आज हिजो जसरी हामीले रोइ कराई गरेको सुनेको थियौँ आज हसिलो मुहारमा हुनुहुन्छ सायद नेपालको भूमि टेकेर होला आज मुस्कान राम्रो छ त्यसैगरी हाम्रो राष्ट्रिय ट्रेड युनियन महासङ्घका महासचिव हुनुहुन्छ दीपक विशी त्यसैगरी राष्ट्रिय ट्रेड युनियनका केन्द्रीय सदस्य प्रतिनिधि हुनुहुन्छ राजु लामाजी उहाँहरूलाई विभिन्न मिडियामा स्वागत गर्न चाहन्छु त्यसैगरी हामी सुरुमा प्रीततिरै गयौँ हाम्रो बहिनीसँग बहिनीलाई वास्तवमा भएको के थियो भनिदिनु त यहाँ एजेन्टले कसरी लगेको थियो र कसरी त्यहाँ फस्न पुग्नुभयो कुवेतमा कसरी पुर्यायो यहाँको नेपालको एजेन्टले पुर्यायो अथवा चाहिँ कुवेतको एजेन्टले पुर्यायो के थियो भनिदिनु त हुन्छ सबैलाई नमस्ते मेरो नाम चाहिँ अनिसा हिन्जन हो हजुर अनि मलाई चाहिँ खासमा अब एजेन्ट यहाँको नेपालकै एजेन्टले पुर्याएको हो हैन हजुर अब आफू पनि दुःख पाएको अब दुःख गर्छु नै भनेर गएको मान्छे हो अब लास्टमा गएर उनीहरूले के भन्यो भने अब दुःख गर्छु भनेर गएको मान्छेलाई अब घर नराम्रो कष्ट भएपछि घर सारिदिनु पर्ने हैन अफिसले पनि हेर्नु पर्ने अफिसले पनि मेरो कुरा 3 महिनासम्म त म कुटाइ खाएर नै बसे अनि 3 महिनासम्म अफिसले पनि सुन्नु भएन मेरो कुरा अनि एजेन्टले पनि सुन्नु भएन त्यहाँदेखि चाहिँ म उहाँ दाइसँग सम्पर्क भएर म चाहिँ आज के छ जस्तै कुटे खाँदै गर्दाखेरि कस्तो तपाईलाई कस्तो महसुस भयो के छ हैन तपाईलाई जस्तै एउटा घरको दुःख सम्झेर जानुभयो हैन उहाँ विदेशमा गएर अर्काको हातको कुटे खाँदा कस्तो खालको चाहिँ मनमा कस्तो खालको फिल भयो तपाईलाई अब कस्तो खालको फिल भन्नु अब
धेरै गाह्रो भएको दिन अर्काको देशमा होइन अब दुःख गर्छु भनेर गएको हजुर अब मेरो लास अब नेपालै जान्छ जस्तो नै लागिसकेको थियो कि त्यतिसम्मको मेरो त्यो ऊ भएको थियो कि त्यहाँतिर भनेपछि एउटा आत्मा पनि हजुर। हारिसकेको अवस्था थियो मन होइन? पनि मरिसक्यो आज म मनै यो मरिसक्यो। नेपालमा आउँछु भन्ने सोचेको पनि थिएन। त्यही त हिजो हामीले जसरी हजुरसँग कुरा गरिरहँदाखेरि जुन मुद्रामा हुनुहुन्थ्यो आज एकदमै हँसिलो मुद्रामा हुनुहुन्छ। नेपाल भूमि टेक्दाखेरि कस्तो लाग्यो हजुरलाई? अब आफ्नै देश आफ्नै नेपाल फर्किँदा एकदमै खुसी लागेको छ। उहाँ पूर्व दाइको हजुर। टिमले निकाल्नु भएको छ, उहाँले मलाई धेरै सहयोग गर्नुभएको छ। हजुर अब त्यसैमा खुसी छु म त। अब आफ्नै देशमा होइन यस्तो खुसी अब जानु जब जस्तो सुकै गए पनि अब आफ्नै हजुर। देशमा यस्तो अब रित्तो भए पनि म फर्किन अब त्यसैमा म एकदमै खुसी छु के। अब हजुरले के भन्न चाहनुहुन्छ? जस्तै हामीले उहाँ दिदी हुनुहुन्छ होइन, हजुर हजुरलाई जसरी चाहिँ मेरो बहिनीलाई दुःख परेको छ भनेर रुँदै कराउँदै हरेक संस्थामा चार्नु भएको छ होइन, हजुर उहाँलाई के भन्न चाहनुहुन्छ? दि- दिदीलाई के भन्न चाहनुहुन्छ? अब दिदीलाई के भन्नु आफ्नै होइन अब बहिनीको लागि उहाँले धेरै अब कष्ट गरेर उहाँ दाइसँग रात दिन भनेर उहाँ धाइराख्नु भएर मलाई निकाल्नु त्यो त भयो। धेरै हारगुहार गर्नुभएको छ। हजुर। अरू अरू संस्थामा पनि धेरै जानुभयो। जानुभयो, लास्टरमा चाहिँ यहाँ हजुर। हाम्रो चाहिँ फुलपादो लास्टमा चाहिँ उहाँ जोडिनु भयो होइन। दिनुभयो। के लाग्छ हामी दिदीतिर गयौँ, दिदी के छ आज कस्तो लागिरहेको छ? बहिनी नेपालमा आउनु भएको छ होइन, आज कस्तो लागिरहेको छ भनिदिनुहोस् न, हजुरको मनमा लागेको कुरा भनिदिनुहोस् न। आज धेरै खुसी हुनुहुन्छ है? अस्ति नै हामीले भेट्दा जसरी चाहिँ नि फुर्पाजीले लिएर आउनुभयो त्यति बेला आँसु थियो आँखामा होइन, आज पनि आँसु नै छ होइन। आज के को आँसु हो भनिदिनुहोस् न। आजको आँसु के को आँसु हो? हिजोको चाहिँ बहिनीको पीडाको आँसु थियो, आजको नेपालमा बहिनी आइसकेपछि हजुरको आँसु के को आँसु आज चाहिँ भनिदिनु त? दुःखको आँसु अथवा चाहिँ खुसीको आँसु के को आँसु भनिदिनु? आज खुसीको आँसु एकदमै भावुक हुनुभएको छ दिदी। र त्यसै गरी उहाँलाई निकाल्नलाई जो जोरदार रात दिन नभनिकन लाग्नुभएका फुर्पा दोर्जे मुक्तानजीलाई सोध्न चाहन्छु, उहाँलाई निकाल्नलाई कति कठिनाइ भयो होइन, कस्ता खालका टचरहरू सहनु पर्यो हजुरले, के छ भनिदिनुहोस् न। सर्वप्रथम मैले सोसियल मिडियालाई धन्यवाद दिन चाहन्छु। हजुर सोसियल मिडिया मार्फत अहिले हामी यो बोलिरहेको पनि सोसियल मिडियाकै माध्यम हो एउटा। हजुर यो भइरहँदाखेरि मैले किन यो भन्दैछु भने बहिनीसँग यो सोसियल मिडिया मार्फत नै टच हुन आएको हो हजुर जुन अनिसा बहिनी। त्यसपछि टच हुने बित्तिकै मैले उहाँको दिदीको कन्ट्याक्ट नम्बर मागेर दिदीले कन्ट्याक्ट गरेपछि हाम्रो अफिसमा पुगेर चाहिँ निकाल्न सुरुवात भइसकेपछि चाहिँ एजेन्टसँग कुरा संवाद भयो। एजेन्टहरूले तल एजेन्टको नम्बर दिए, तल दिएपछि तलबाट चाहिँ राम्रो रेस्पोन्स गरेर यसको चाहिँ नेपाल हो भने नेपालको एजेन्टहरूसँग कन्ट्याक्ट गर्दा नेपालमा पनि एजेन्ट जुन मुख्य एजेन्ट हराएको अवस्था, हजुर जुन पहिला पासपोर्ट दिएको एजेन्ट चाहिँ सम्पर्क भएको अवस्था, उसले पनि करिब करिब 2 हप्ताको अन्तरालमा चाहिँ हामीले भेट्यौँ। भेट्दाखेरि पनि बगैँचा साथ चाहिँ के भन्नुहुन्थ्यो भने हो मैले पठाएको हो, हजुर के गर्न सक्नु गर्नु, म जेल जान पनि तयार भन्ने जस्तो एउटा शब्दहरू आयो होइन। हजुर त्यो भएपछि अब एउटा भनौँ न उसले त्यो भनिराख्दाखेरि चाहिँ मलाई लाग्थ्यो त्यो कस्तो खाले मान्छे, रक्सी खाएर बोलेको हो कि रक्सी नसा बोलेको हो कि जस्तो पनि फिल भएको थियो मलाई होइन। तर वास्तवमा उसको स्वभावै त्यस्तै रहेछ। हजुर अनि फेरि हामी कोर्डिनेट चाहिँ तल विशेष नेपालको एजेन्टसँग भन्दा पनि तल कुवेतमा रहेको एजेन्टसँग चाहिँ राम्रोसँग कोर्डिनेट भएको हुनाले चाहिँ अहिले चाहिँ नेपालको एजेन्ट मार्फत होइन, जुन नेपालबाट जसले दलाल भन्छौँ हामी, हजुर दलाल गरेर जसले कुवेतमा बेचियो त्यो मुख्य जुन भूमिका नेपालको एजेन्टको पर्ने थियो, हजुर त्यो बहिनीको उद्धार गर्न नेपालको एजेन्टको केही पनि हात छैन। हामी धन्यवाद दिन चाहन्छौँ विदेशको एजेन्टले चाहिँ बहिनी उद्धार गरेको अवस्था छ हाम्रो जुन पहलपछि होइन। हजुर विशेष विदेशमा रहेको जुन एजेन्ट छ भन्नुभयो उहाँलाई धन्यवाद दिन चाहन्छौँ। र अर्को कुरा बहिनीले पहल गर्न जुन रेस्क्यु गर्नलाई हाम्रो जुन राष्ट्रिय ट्रेनिङ म्याचहरू छ हामी सबैले चाहिँ एजेन्टहरूसँग चाहिँ धेरै समाजपछि चाहिँ मलाई उद्धार भएको अवस्था छ। बहिनी खुसी हुनुहुन्छ, जे होस् यसमा हामी पनि खुसी। आज के छ फुर्पा सर, अब एजेन्टलाई यतिसम्म बोल्ने हिम्मत कहाँबाट आउँछ? जे गर्छस् गर्छ, म चाहिँ चेलीबेटी बेचेर भए पनि जेसुकै गरे पनि तैँले के गर्न सक्छस् भन्ने खालको शब्द युज गर्ने कहाँदेखि उहाँहरूलाई आँट आउँछ जस्तो लाग्छ? यो साइडमा यस्तो रहेछ, उसले बुझी गर्छ चाहिँ जस्तै विशेष आफू बुझाउने एजेन्ट एउटा। हजुर बहिनी त दुःखदायी कुरो यो छ कि जुन जाने बेलामा त्यो खुद एजेन्ट नै आएर बहिनीलाई नै के अरे बहिनीकै कोठाबाट एक साथ खाएर बहिनीलाई नै उठाएर लगेको अवस्था। बहिनीलाई चाहिँ त्यो पासपोर्ट बनाएको अथवा खर्च गर्ने जुन केही खर्चको लागि 10,000 पैसा पनि दिन्छु भनेको थियो अरे। हजुर अनि जुन जाने बेलामा दाइ मलाई दिनु भने खर्च खोइ त भन्दाखेरि हजुर त्यो त अब तिमी तल मात्रै दिने हो,
हजुर यही कुरा चिनिहाल्यौँ हजुर म आएर दिन्छु भनेको हेर्नुहोस् है हजुर पैसा पनि दिएको छैन क्या हजुर अनि त्यसपछि त्यही एजेन्टले चाहिँ मैले गरे होइन मैले देखाइदिए मात्रै हो अरूले गरे हो म जे गर्ने गर भन्ने जुन अगाडि आउने हिम्मतवादी जुन एजेन्ट छ हजुर त्यो एजेन्टलाई चाहिँ म के भन्न चाहन्छु भने यो हामीसँग चाहिँ किनभने हामीसँग क्रिकेटको एजेन्ट हामीसँग राम्रोसँग कनेक्सन थियो राम्रो कन्ट्याक्ट थियो जुन कुबेरबाट चाहिँ राम्रो रिस्पोन्स दिएको हुनाले हामीले उहाँलाई एक्सन लिएनौँ हजुर फेरि कुबेरको एजेन्टले पनि बेहाल बनाएको वास्तु नगरेको कुटपिट गरेको जुन उहाँलाई कुटपिट गरेको त जुन काम गर्ने ठाउँ मात्रै हो जुन अभिषेक पुगेपछि त उहाँलाई कुटपिट केही पनि भएन जुन राम्रो हामीले जे भने त्यति भयो यदि कुबेरको एजेन्टसँग चाहिँ हाम्रो राम्रोसँग कनेक्सन नभएको भए जो अघि जे गर्ने गर्नु भन्ने एजेन्ट चाहिँ अहिले जेलमा हुन्थ्यो यस्तो चाहिँ कहिले पनि नहुनु सधैँ हामी जस्तो मान्छे हुँदैन र कुबेरमा पनि उहाँले उद्धार गर्ने जो हाम्रो कुरा सुनेर जसले उद्धार गर्नुभयो तलबाट हाम्रो पहलपछि हो यस्तोको हातमा नपरिकन अर्को एजेन्टको हातमा पऱ्यो भने जस्तै शमशेर अनुप थापा सीता माया यिनीहरूको जस्तो हातमा पऱ्यो भने चाहिँ नेपालमा जो एजेन्ट छ त्यो चाहिँ सिधै जागिनेछ हजुर त्यसै गरी हाम्रो राजु लामाजी हुनुहुन्छ हिजो पनि यसै गरी हामी आधा रातमा एयरपोर्ट आएर एकजना चेलीलाई उद्धार गरेर लगेका थियौँ होइन राम्रो सुत्नु पनि भएको छैन होइन आज राजु सर भनिदिनुहोस् दिन दहाडै यहाँ चेलीबेटी बेचबिखन भइराखेको छ यस्तो अवस्थामा सरकार अथवा चाहिँ नि एजेन्टको कमजोरी हो अथवा सरकारको कमजोरी कसको कमजोरी जस्तो लाग्छ भनिदिनुहोस् त अर्काको लोभ लालचमा अरूले फकाएको भरमा हामी फस्नु पनि अलिक हजुर हजुर राज्यको त अब राज्यको त यतातिर चाहिँ ध्यान आकर्षण छँदै छैन हजुर राज्यले यता ध्यान दिएको पनि छैन अहिलेसम्म हजुर तर एजेन्टहरू भनेपछि एजेन्टहरूले चाहिँ अहिले जस्तै विकृति भइसक्यो एजेन्टहरूलाई जस्तो हाम्रो यहाँ बुढो सरले भन्नु यस्तो भन्नु यो त्यो गर्यो भन्नु यस्तो एजेन्टलाई चाहिँ कडा भन्दा कडा सजाय दिन सकियो भने के हदमा अलिकति हुन्छ भन्ने एउटा हुनसक्छ अब हामीले सकेन उसलाई चाहिँ अब यसरी ल यसले चाहिँ यो गर्यो अब यसको यसले चाहिँ हामाथि यति मात्र गर्यो भन्ने हिसाबले अर्काको मात्रै बोल्यो भन्ने हिसाबले त्यति माथि नर्मल हिसाबले छोड्यो भने चाहिँ भोलि यसलाई झन् हौसला बढ्छ यस्तोलाई चाहिँ हामीले सकेसम्म यसलाई चाहिँ हामीले कानुनी कटकडामा उभ्याएर यसलाई जति सक्छ मानस बेचबिखन जस्तो केस लगाएर यसलाई चाहिँ एकचोटि हालेपछि बल्ल अरू एजेन्टहरू चाहिँ सतर्क हुन्छ कि भन्ने के छ कुवेतमा बसेर चाहिँ लिगली अफिस चलाएको छु तपाईँहरूले के गर्नु सक्छ गर भनेर धम्क्याउनेहरू पनि छन् कुवेतदेखि होइन उहाँहरूलाई के भन्न चाहनुहुन्छ यो कति दिनसम्म कुवेतमा नै बस्ने हो मरि त कुवेतमा बसेर पक्कै नेपाल आउनै पर्छ हजुर तर त्यो दिन चाहिँ फेरि अब अवश्य आउँछ त्यो दिन कस्तो दिन आउँछ भन्ने कुरा त्यो आफूले स्वयं नै सोध्नु पर्ने आवश्यक पनि छ किन सधैँ त्यहाँ बस्ने कुरा पनि होइन भनेपछि सरको बल्ल बल्लै कुरा काटेँ होइन जतिसुकै अर्को ठाउँमा बसेर धम्काए पनि नेपाल एक दिन नेपालको भूमि टेक्न पर्ला नि त भन्ने कुरा हो ठिक छ अरू के छ राज सर चेलीबेटीहरू दिनदाडै भेडा बाख्रा सरी चाहिँ मोलमलाई गरेर बेचिराखेको छ होइन यो त साह्रो दुःखदायक कुरा हो होइन एजेन्टहरूलाई म एउटा राम्रो सुझाव पनि म के दिन्छु पैसा भनेको अहिले बाटोमा बोरा उठाएर मागे त्यो मान्छेले माग्नेले नै पैसा कमाउँछ तर इज्जत भने के हो र हामीले नाम कसरी कमाउनुतिर पनि लाग्नुपर्छ सधैँ अर्काको चेलीबेटी बेचेर पैसा कमाउँछु भनेर त्यो लैलेमा मात्र लगाएर पनि हुँदैन आफू नै अब सुत्नु पऱ्यो ल गर विगतमा कति चेलीबेटी बेचेर भोलि उहाँको पनि चेलीबेटी छ होला उहाँको श्रीमती छ होला एकदिन उहाँको चेलीबेटी बेच्दैन होला त होइन अर्काको चेलीबेटी बेच्दाखेरि उसलाई एकदम चाहिँ खुसी लाग्छ भोलि उहाँको चेलीबेटी बेच्दाखेरि कस्तो हुन्छ भन्ने कुरा त्यो हामी अर्काको ठाउँमा पनि बसेर हेर्नु पर्यो नि त त्यो भएर मैले के सुझाव दिन्छु जे जति गरि सकियो अब चाहिँ तपाईँहरू सुध्रेन भने चाहिँ भोलिको दिन चाहिँ तपाईँहरूको के आउँछ भन्ने कुरा तपाईँहरूले अहिलेदेखि सोच्न चाहिँ रेडी गर्नु त्यसै गरी हाम्रो दिपकजीलाई सोध्न चाहन्छु त्यसै गरी दिनदिनै चाहिँ यो आधा रातमा चेलीहरू उद्धार गरिराख्नु भएको छ होइन यो समस्याको कुनै पनि सल्युसन छैन सर वास्तवमा समस्याको समाधान भन्दा पनि हाम्रो समस्या थप
विकास गरेर त्यसैभित्र खेलेर पानीमा माछा मारेर हजुर आफ्नो जीविका चलाउनेहरू मानव बेचबिखनको गिरुवा छ। त्यो गिरुवाले सबैतिर मिलाइराखेको छ। सरकार प्रशासन सबै मिलाएको छु भनेर फेरि हैसियत किन राखिराखेका छन् भने नेपालका चेलीबेटीहरूको युवाहरूको रगत पसिना खाएर चाहिँ चुसेर किर्ना जस्तै भएर बस्न पल्केकाहरू ठुलो गिरुवा छ। त्यसले सबैतिर मिलायो भन्छ। अब त्यो मिलाउने त क्षणिक हुन्छ जस्तो लाग्छ मलाई होइन, सधैँ नटिक्ला सायद। मुख्य कुरा के छ भने हाम्रो संयन्त्र सरकारको संयन्त्र विभिन्न ठाउँमा चुकेको कारण त्यसको फाइदा उठाउँदै जसरी मानव बेचबिखनको चाहिँ जुन एउटा गिरुवा छ त्यो गिरुवाले चरणबद्ध रूपमा मान्छे बेचै छ यसरी बेच्दै जाने भने आज देशै खाली हुने परिस्थिति छ। आज सारा चेलीबेटीहरू दुःख पाएको छ र हरेक परिवार चाहिँ विघटनको स्थितिमा छ वैदेशिक रोजगारीको कारणले। वैदेशिक रोजगारको कारणले निम्ताएको सामाजिक अपराध यति ठुलो छ, यसको पारिवारिक कलह यति ठुलो छ। आज एकजना दिदी चाहिँ मेरो बहिनी उद्धार गरिदिनु भनेर 50 ठाउँमा धाउनु भएको छ। विभिन्न ठाउँबाट मान्छेले पैसा खाइदिएर भागेका छन्। विभिन्न समस्याहरू निम्तेको छ। झन् उद्धार गरिदिनु पर्ने ठाउँमा पीडामाथि झन् पीडा, घाउमा झन् नुन हालिदिने काम भएको छ। यस्तै खालको परिस्थिति हेर्ने भने मुख्य कुरा नेपालमा मानवता कहाँ गयो भन्ने कुरा हेर्दा सरकारले के गर्यो अर्कोले के गर्यो भन्दाखेरि मानवीय समवेदना हामी सरकारको नेतृत्व गर्ने मान्छेहरू त्यसपछि प्रशासनमा बस्ने मान्छेहरू जो मान्छे बेचिराखेका छन् यी मान्छेहरूका बिचमा मानवीय समवेदना भन्ने चिज छ कि छैन? यी चाहिँ मानव बेचबिखन गर्ने दलालहरू मान्छेको मासु बेच्न किन तयार भए, मान्छेको रगत बेच्न किन तयार भए भन्ने कुराले हाम्रो सोसाइटी कता जाँदैछ, हामी कस्तो समाजको विकास गरिरहेका छौँ भन्ने कुरा एकदम गम्भीर प्रश्न चिन्ह खडा भएको छ। त्यस कारण अब त एक्सक्युजै छैन। सारा दलालहरूमा के गर्ने हो भने सारा नेपालीले के गर्न पर्ने आफ्नो टोलमा फ्री भिसा फ्री टिकटको नाममा दिदीबहिनी खोज्दै आउने दलालहरू छ भने तिनलाई पठालो समातेर कालो मोसो दलेर गाउँबाट बहिष्कार गर्नु पर्छ। तब मात्रै यहाँ दलालहरूको अन्त्य हुन्छ। तब मात्रै उहाँहरू जस्तो चेलीबेटी आज चाहिँ खाना समेत खाना नदिएर एक सागभन्दा खाना नदिएर बिचरा भोकै जसरी नेपालबाट जानुभएको थियो तर फर्केर आउँदाखेरि एउटा विचल्य स्थिति छ। त्यो दर्दनाक अवस्था हामी कहिलेसम्म हेर्ने भनेर अब त अति भइसक्यो भन्ने कुराले सारा जनताले बुझ्नुपर्ने आवश्यक छ। यो चाहिँ जसरी चेलीबेटीहरू बेचिराखेको छ दलालहरूले होइन, जो मौकाको फाइदा उठाइराखेको अवस्था छ। अहिले गरिबीको कारणले गर्दा पनि त होला नि सर, के छ यसमा? गरिबी कसरी निम्त्यायो यो देशमा होइन, आर्थिक मन्दी कसरी निम्त्यायो, त्यस कारणले गरिबीको कारणले पनि त उहाँहरू चाहिँ होइन लोभ लालचामा परेको होला नि त। के छ? दुईटै कारण छ। एउटा गरिबीको कारण पनि छ भने त्यो गरिबीमाथि कहाँ समस्या छ र फाइदा उठाउन भनेर यसो घरमा के समस्या छ र के प्रलोभन देखायो भने छिटो यो विदेश जान्छ, छिटो यो चाहिँ जुनसुकै कारणले तलब राम्रो हुन्छ, सेवा सुविधा राम्रो हुन्छ भने विदेश जानु तयार हुन्छ भनेर त्यो ठाउँ हेरेर बसेर बाटो ढुकेर बसेका मान्छे हुन्छन्। गरिबी त कस्तो भएको छ भने यहाँ त भोक लाग्यो भनेर फोहोर खाने चलन छ। म सारा दिदीबहिनीलाई के भन्छु भने भोक लाग्यो भनेर फोहोर खान हुँदैन। दुःख पाएँ भनेर जस्तोसुकै परिस्थितिमा जहाँ पनि हाम फाल्ने भन्ने हुन्न हेर्नु होइन। त्यस कारणले हामीले बुझ्नु के जरुरी छ भने गरिबी एउटा चाहिँ समस्या हो ठुलो हाम्रो जस्तो देशमा। तर कुरा के हो भने यहाँ चाहिँ त्यही हाम्रो गरिबीको फाइदा हामी कति बेला चाहिँ हार्छौँ, हामी कति बेला चाहिँ सबै कुरा सुम्पिन तयार हुन्छौँ। हामी चाहिँ एउटा बाहनाले कसरी हामी चाहिँ जीवन राम्रो हुन्छ भन्ने आशमा प्रलोभनमा होइन हाम्रो जुन महत्त्वाकांक्षा बढ्छ, हाम्रो इच्छा चाहनाहरू बढ्छ अनि झुटो सपनाहरूमा हामी हुन्छौँ। त्यसको फाइदा उठाउनको लागि ठाउँ ठाउँमा मान्छे छन्, ठाउँ ठाउँमा दलाल छन्। ती दलालले हामीलाई ट्याप्प कुखुराले चाहिँ कुखुरा टिपेर टिपेर लगेर विदेशमा लगेर बेचिहाल्छ। तर त्यो एउटा नरकमय जीवन हामी बाँच्न बाध्य हुन्छौँ। त्यस कारण सबै गरिबी सबै छोडेर यहीँ बरु जे छ यहीँ चिया बेचेर बस्ने, यहीँ बरु चाहिँ आफ्नै खोरिया बरु खन्ने होइन। तर यहाँ चाहिँ सरकारका विरुद्ध सङ्घर्ष गर्ने बरु भएर भने रोजगारी खोज्ने, रोजगार सिर्जना गर भनेर दबाब दिने। तर यसरी चाहिँ भोग लाग्यो भनेर फोहोर खाने गरी यहाँ चाहिँ दुःख पायो भनेर विदेशमा झन् दुःख पाउनु निम्ति जाने भनेको यो मूर्खता हो। यो मूर्खता हामीले अन्त्य गर्नुपर्छ। भनेपछि मैले बहिनीलाई नै सोध्न चाहेँ होइन, अहिले सरले भने जस्तै अप्ठ्यारो परो होइन, केही आफूलाई समस्या परो, आर्थिक मन्दी भयो भनेर चाहिँ नि होइन फ्री भिसा फ्री टिकटमा जानुको आज तपाईँले केही भोग्नु भएको छ नि होइन जीवनमा, के कस्तो लाग्छ? अब फेरि पनि जानुहुन्छ, फेरि पनि विदेशमा फ्री टिकट फ्री भिसा भनेर कसैले लोभ्यायो 50,000 तलब हुन्छ, 60,000 तलब हुन्छ, तँलाई खाना बस्न फ्री छ भन्दा जानुहुन्छ कि के गर्नुहुन्छ? अब मेरो लागि चाहिँ
जस्तो लाग्छ कि फ्री भिसामा कोही पनि हैन हजुर नजाओस् किनभने त्यहाँ धेरै पिडा सहेर बस्नुपर्छ फ्री भिजा फ्री टिकट भनेर यहाँबाट खुसी भएर जान्छ त्यहाँ गएर धेरै दुःख कष्ट सहनुपर्छ त्यसैले अब कोही पनि दिदी पनि नजाओस् भनेर मेरो अनुरोध छ त्यही हो एकदमै राम्रो सन्देश दिनुभयो। त्यसै गरी अब हामी दिदीलाई अब हामी अन्त्यमा छौँ, दिदीलाई सोध्न चाहन्छौँ के लाग्छ यस्तै बहिनी जस्तै छोरीचेलीहरू अझै पनि दिनदाडै 100, 150, 200 जना जति यही हामी एयरपोर्टमा छौँ अहिले, यही एयरपोर्टबाट जाँदैछन् होइन, उहाँहरूलाई के भन्न चाहनुहुन्छ? बहिनीले त एकदमै नर्कको जीवन बिताएर आउनुभयो होइन, अब आउँदो हजुरको बहिनी जस्तै दिदी जस्तै चाहिँ छोरीचेलीहरू अझै पनि जाँदैछन्, उहाँहरूलाई के सन्देश दिन चाहनुहुन्छ? के भन्न चाहनुहुन्छ? नजानुस्, यिनै बरु दुःख खोले पाँडो एक छाक मात्रै तातो पानी खाएर मात्रै भए पनि यहीँ बस्नुहोस् भन्न चाहनुहुन्छ? त्यही त मैले हजुरलाई किन सोधेको भने हिजो पनि आँसुसरी आएर हाम्रो अफिसमा जो फुर्पा सरले ल्याउनु भएको थियो, एकदम आँसुसरी मेरो बहिनी दिनदाडै रोइराखेको छ, नर्कको जीवन बिताइरहेछ भनेर एकदमै रोइराख्नु भएको छ। तर आज चाहिँ खुसीको आँसु भन्नुभएको छ, हामीलाई पनि खुसी लागेछ। त्यसै गरी हामी अन्त्यमा छौँ, हामी फुर्पा दोते मुक्तानजीलाई अब अन्त्यमा सोध्न चाहन्छौँ के छ यस्तो एजेन्टहरूलाई के गर्नुपर्छ जस्तो लाग्छ? सर्वप्रथम अघि हाम्रो मासुजीमै भनिसक्नु भयो हजुर यो अन्त्य गर्नको लागि जुन लोभ लालच देखाएर जुन 50,000 60,000 सेलरीको रूपमा अनि लोभमा अनि फ्री टिकट भन्ने नाममा जुन एजेन्टहरूले फाइदा उठाइरहेको छ तिनीहरूबाट वञ्चित हुनुहोस्, तिनीहरूबाट टाढा हुनुहोस्। तपाईँलाई 50-60,000 रुपियाँ दिलाउँछु फ्री टिकट भनेर जसले तपाईँ पठाउँदै हुनुहुन्छ तपाईँ लाखौँमा बेच्दैछ। यो कुरो गरिरहँदाखेरि आँखालाई पनि यो कुरो थाहा होला तपाईँ कति बेचेको थियो, तपाईँलाई याद छ? अफिस बसीबाट 1000 रुपियाँ भनेपछि 1000 केडीमा बिक्री भएको। 1000 केडी भनेको नेपाली कति पर्छ? 1000 केडी भनेको 4 लाख जस्तो पर्छ। हजुर तपाईहरु सबैले बुझ्नु आवश्यक छ कि 50-60 हजारको लोभमा यसरी चाहिँ 5 लाखको चाहिँ डिग्री वितरण हुन्छ। यस्तो दुःखदायी मानव बेचबिखन भनेको एकदमै सेन्सिटिभ चिज हो, सबैभन्दा जीवनको कुरा मानव बेचबिखन हो। हजुर नबेचिनु होला, लोभ लालच कोही पनि नजानु होला, यही अनुरोध गर्छु सबैजनालाई। हस् त, हजुरहरूलाई सबैलाई धन्यवाद दिन चाहन्छु।